साथीहरू आज चाहिँ हामी माछा मार्न गइरहेको छु। जङ्गलकै जङ्गलमा खोलातिर लागिरहेछ। तर जसुकै भए पनि हाम्रो जङ्गलको यात्रा सफल हुनेछ। म मात्रै होइन, साथीहरू पनि छ। साथीहरूमा मात्रै एउटा दाइ हुनुहुन्छ उतापट्टि। तर जसुकै भए पनि हाम्रो जङ्गल चाहिँ बब्बाल छ है। तपाईँहरू पनि माछा मार्न जानु छ भने प्लिज कमेन्ट गर्नु होला। अनि अहिले खोला पुगेपछि म माछा, खोलाका माछा कस्तो कस्तो पाउँछ त्यो सब देखाउँदैछु। अनि यति फुल भिडियो हेर्नु चाहनुहुन्छ भने मेरो युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ। मेरो युट्युब च्यानल चाहिँ तामाङ किङ ब्लग छ। त्यसमा मेरो पुरा भिडियो हुनेछ। अनि हेरेर साथ सपोर्ट माया पनि गरिदिनु होला, सब्सक्राइब पनि हानिदिनु होला। है गाइज, साथीहरू आज चाहिँ हामी माछा मार्न गइरहेको छु। जङ्गलकै जङ्गलमा खोलातिर लागिरहेछ। तर जसुकै भए पनि हाम्रो जङ्गलको यात्रा सफल हुनेछ। म मात्रै होइन, साथीहरू पनि छ। साथीहरूमा मात्रै एउटा दाइ हुनुहुन्छ उतापट्टि। तर जसुकै भए पनि हाम्रो जङ्गल चाहिँ बब्बाल छ है। तपाईँहरू पनि माछा मार्न जानु छ भने प्लिज कमेन्ट गर्नु होला। अनि अहिले खोला पुगेपछि म माछा, खोलाका माछा कस्तो कस्तो पाउँछ त्यो सब देखाउँदैछु। अनि यति फुल भिडियो हेर्नु चाहनुहुन्छ भने मेरो युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ। मेरो युट्युब च्यानल चाहिँ तामाङ किङ ब्लग छ। त्यसमा मेरो पुरा भिडियो हुनेछ। अनि हेरेर साथ सपोर्ट माया पनि गरिदिनु होला, सब्सक्राइब पनि हानिदिनु होला। है गाइज, साथीहरू आज चाहिँ हामी माछा मार्न गइरहेको छु। जङ्गलकै जङ्गलमा खोलातिर लागिरहेछ। तर जसुकै भए पनि हाम्रो जङ्गलको यात्रा सफल हुनेछ। म मात्रै होइन, साथीहरू पनि छ। साथीहरूमा मात्रै एउटा दाइ हुनुहुन्छ उतापट्टि। तर जसुकै भए पनि हाम्रो जङ्गल चाहिँ बब्बाल छ है। तपाईँहरू पनि माछा मार्न जानु छ भने प्लिज कमेन्ट गर्नु होला। अनि अहिले खोला पुगेपछि म माछा, खोलाका माछा कस्तो कस्तो पाउँछ त्यो सब देखाउँदैछु। अनि यति फुल भिडियो हेर्नु चाहनुहुन्छ भने मेरो युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ।